भगवान गौतम बुद्ध दुःखबाट कसरी मुक्ति पाउनुभयो। नमस्कार साथीहरू, आजको नयाँ भिडियोमा सबैजनालाई स्वागत छ। आजको प्रसंग केमा आधारित छ भनेर हजुरहरूले भिडियोको थम्बनेल र टाइटल हेरेर पनि थाहा पाइसक्नु भएको छ। यदि हजुरहरूलाई बुद्धको ज्ञान वास्तविक लाग्छ भने थोरै भए पनि उहाँको ज्ञान अनुभव गर्नुभएको छ भने यो कौतूहलता लाग्न सक्छ कि बुद्धको प्रमुख अनि अन्तिम गुरु को हुनुहुन्थ्यो। यसबारे जान्नुभन्दा पहिला बुद्धको गुरु कतिजना हुनुहुन्थ्यो र को हुनुहुन्थ्यो, उहाँको गुरुले उहाँलाई कस्तो खालको ज्ञान प्रदान गर्नुभयो, पहिला त्यसबारे चर्चा गरौँ है त। भगवान गौतम बुद्धको सबैभन्दा पहिलो गुरु को हुनुहुन्थ्यो, यसबारे अधिकांश मानिसलाई थाहा छैन। उहाँको जीवनमा प्रमुख 4 जना गुरुहरू हुनुहुन्थ्यो। ती मध्ये 2 जना गुरु अलार कलाम र उद्रक रामपुत्रको बारेमा त सबैजनालाई थाहा नै होला। भगवान गौतम बुद्धको जीवनमा सबैभन्दा पहिलो गुरु को हुनुहुन्थ्यो, हजुरहरूलाई के लाग्छ? गेस गरेर कमेन्ट गर्दै गर्नुहोला, किनकि यही प्रश्नले तपाईको पनि जीवन बदल्नेछ। ल अब हजुरहरूलाई धेरै बेर कुराउँदिन, उहाँको पहिलो गुरु हुनुहुन्थ्यो उहाँकै प्रश्न। यो वास्तविकता सुन्दाखेरि हजुरहरूलाई अचम्म लाग्यो होला, प्रश्न कसरी गुरु हुन सक्छ? आज म हजुरहरूलाई बताउने छु। मानव जीवनको सबैभन्दा पहिलो गुरु नै प्रश्न हो। तर कसरी भने भगवान गौतम बुद्धले प्रश्न नगर्नु भएको भए उहाँ बुद्ध बन्न सक्नुहुन्न थियो, दुःखबाट मुक्ति पाउन सक्नुहुन्न थियो, शान्ति प्राप्त गर्न सक्नुहुन्न थियो। त्यसैले प्रश्नले जिज्ञासा गर्छ किन, कसरी र के कारणले हुन्छ। जबसम्म वास्तविकता भेटिँदैन तबसम्म प्रश्नले प्रश्न गरिरहन्छ। यसरी प्रश्नले डोर्याउँदै सत्य सामु पुर्याउँछ। त्यही भएर प्रश्न जीवनको पहिलो गुरु हो। अब बुद्धको अन्तिम गुरु को हुनुहुन्थ्यो त्यसबारे चर्चा गरौँ है त। उहाँको पहिलो गुरु उहाँको स्वयंको प्रश्न भइहाल्यो। त्यसपछि 2टा गुरु आलार कलाम गुरुले उहाँलाई ध्यान गर्ने विधि सिकाउनु भयो भने उद्रक रामपुत्र गुरुले उहाँलाई ध्यानको गहिरो साधना सिकाउनु भयो। तर पनि उहाँको शान्ति अस्थायी रह्यो, किनकि मौन भएर ध्यानमा बस्दाखेरि मात्र उहाँलाई शान्ति मिल्थ्यो। ध्यानबाट उठिसकेपछि फेरि दुःखले सताउन थाल्थ्यो। यही क्रम धेरै दिनसम्म चलिरह्यो। त्यही भएर उहाँले महान गुरुहरूको सामिध्य छोडेर दुःखबाट पूर्ण रूपमा मुक्ति प्राप्त गर्ने यात्रामा हिँड्नुभयो। हुन त जंगलको जनजीवन अत्यन्तै कठिन भए तापनि त्यो भन्दा पनि कयौं ज्यादा मनले अप्रत्याशित रूपमा दुःख दिने गर्दछ, किनकि मन बहिर्रूपी हुन्छ। जसकारण मनको बहिर्रूपी स्वरूपबाट पार हुनका लागि उहाँले आफ्नै मनलाई नजिकदेखि निहाल्न थाल्नुभयो, किनकि मनले नै हो प्रत्येक कर्म गर्न उत्तेजित पार्ने। हामीले जीवनभरि नै गर्ने कर्महरू चाहे राम्रो होस् या नराम्रो नै किन नहोस्, दुवै खालको कर्म मनद्वारा हुन्छ। त्यही भएर मनले हामीलाई यतिसम्म भ्रमित बनाउँछ। यता शारीरिक रूपमा राम्रो काम गर्छौं भने उता भावनात्मक रूपमा नराम्रो काम पनि गरिरहेका हुन्छ। जब हामी भावनाहरूलाई देख्न सक्दैनौं तब हाम्रो जीवनभरि नै दुःख रहन्छ। हाम्रो जीवनमा दुःख रहिरहनुको प्रमुख कारण पनि यही नै हो। तर भगवान गौतम बुद्ध दुःखबाट कसरी मुक्ति पाउनुभयो? हामीले पनि मुक्ति पाउन सक्छौं त? के यो सम्भव छ? उहाँको अन्तिम गुरुले नै उहाँलाई सारा दुःखबाट मुक्त बनाउनु भएको उहाँको अन्तिम गुरु अनुभव हो। अचम्म नमान्नुहोला, यो वास्तविकता हो। उहाँको अन्तिम गुरु अनुभवद्वारा प्रकट भएको चेतना हो।
भगवान गौतम बुद्धले आफ्नो शिष्यहरूलाई यो अनुरोध गर्नुहुन्थ्यो कि अपो दीप भव। यसको तात्पर्य के हो भने आफ्नो गुरु आफै बन। मैले दिएको ज्ञान भन्दा पनि तिम्रो अनुभवले तिमीलाई सत्य सामु पुर्याउँछ। त्यही भएर प्रत्येक व्यक्तिको अन्तिम गुरु आफ्नै अनुभव हो।